PCL मा चाहिँ तपाईको घरै बसेर चाहिँ अनलाइन प्रोसेसिङ 2.4 GB हुनु पर्यो 10+2 मा र आइएल्स मा चाहिँ 6 काठमाडौँ बाहिर हुनुहुन्छ र तपाईं एप्लिकेसन प्रोसेस गर्न सक्नुहुन्छ 22 23 पास आउट हुनु पर्यो र तपाईको यदि तपाईले 112 लाखमा काठमाडौँ बाहिर हुनुहुन्छ र तपाई अफिसमा भिजिट गर्न सक्नुहुन्न र तपाईले पनि 112 लाखको प्रोसेसमा चाहिँ अप्लाई गर्न चाहनुहुन्छ भने हाम्रो तल दिएको काउन्सिलर्सहरुको नम्बरमा WhatsApp भाइबरमा या डाइरेक्ट कल गरेर तपाईले काउन्सिलिङ लिएर घरै बसेर चाहिँ तपाईले चाहिँ आफ्नै सिटीमा बसेर चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। हामीहरुले तपाईलाई चाहिँ अनलाइन प्रोसेसिङ बुझाउने छौं र अनलाइन काउन्सिलिङ दिएर तपाईले चाहिँ आफ्नै घरमा आफ्नै सिटीमा बसेर तपाईले चाहिँ आफ्नो एप्लिकेसन प्रोसेस गर्न सक्नुहुन्छ। सो यसको बारेमा तपाईको नर्मली 2.4 GB हुनु पर्यो 10+2 मा 22 23 पास आउट हुनु पर्यो र PCL मा चाहिँ तपाईको 23 पास आउटको 65% एटलिस्ट हुनुपर्छ र आइएल्स मा चाहिँ 6 पीटी मा चाहिँ 50 छ भने तपाई आफ्नै सिटी आफ्नै घरमा बसेर तपाईको रिक्वायर्ड डकुमेन्ट्सहरुको चेकलिस्ट हामीले पठाइदिन्छौं र तपाईले डकुमेन्ट्स पठाएर घरै बसेर चाहिँ तपाईले प्रोसेस स्टार्ट गर्न सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने तल दिएको नम्बरहरुमा WhatsApp भाइबर डाइरेक्ट कल थ्रु या हाम्रो फेसबुक पेज करियर न्यूज पोर्टल सडक र इन्स्टाग्रामको सेम पेजमा गएर तपाईले इन्क्वायरी राख्न सक्नुहुन्छ र काउन्सिलिङ लिन सक्नुहुन्छ। धन्यवाद।